नमस्कार, स्वागत छ सबैजनालाई मेरो किचनमा। आज मैले लसुन प्याज नराखिकन आलु, केराउ, पनिरको तरकारी बनाउन लागेको छु। यदि हजुरहरूलाई यो रेसिपी मन पर्यो भने भिडियोलाई लाइक गर्नुका साथै मेरो च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सिनुहोला। यो पनिरको तरकारी बनाउनको लागि चाहिँ सबैभन्दा पहिला हामीले मसला तयार गरौँ। मैले यहाँ 2टा जति मिडियम साइजको गोलभेडालाई काटेर लिएको छु। अब यसलाई एउटा मिक्सीको जारमा राख्ने। त्यसैगरी मैले 1.5 इन्च जति अदुवाको टुक्रा र 2टा हरियो खुर्सानी पनि यसमा राखेँ। 1 टिस्पुन जति सौंफ, यो पानमा राख्ने सौंफ पनि राखेँ। अब यसलाई पिसेर यसको पेस्ट बनाउने। त्यसपछि मैले एउटा प्यानमा अलिकति घिउ र अलिकति तेल राखेँ। यो तातेपछि यसमा पनिर राखिदिने र पनिरलाई हल्का ब्राउन हुन्जेल फ्राई गर्ने। घिउ या तेल पनिरलाई हजुरले आफ्नो इच्छाअनुसार जेमा फ्राई गरे पनि हुन्छ। अब यसलाई निकालिदिने र मैले अलि ठुलो प्यान लिएँ, त्यसमा यो पनिर फ्राई गरेर उब्रेको तेल राखेँ। यो तेल तातेपछि 1 टिस्पुन जिरा, 1/2 टिस्पुन हिङ र सँगसँगै यसमा एउटा तेजपत्ता पनि फुराएँ। अब यो जिरा पड्किन थालेपछि अघि पिसेर राखेको गोलभेडा अदुवा खुर्सानीको पेस्ट यसमा राखिदिने र मिक्सी पखालेर पनि मैले अलिकति पानी राखेँ। अब यसमा 1/2 टिस्पुन बेसार, 1/2 टिस्पुन जिरा धनियाँको पाउडर, 1/2 टिस्पुन रातो धुलो खुर्सानी र सँगसँगै नुन स्वाद अनुसार राखिदिने र अब यो सबै मसला र गोलभेडाको पेस्टलाई मिक्स गरेर मजासित यसलाई पकाउने। यसले तेल छोडुन्जेल यसलाई पकाउनु पर्छ। अब यो मसलाले तेल छोड्न थालिसक्यो। मैले 2टा जति मिडियम साइजको आलुलाई उसिनेर यसरी फोडेर लिएको छु। अब यो आलु यो मसलामा राखिदिने र अब यो आलुलाई पनि मसलासँग मिक्स गरेर 3-4 मिनट मजासित पकाउने। अब यो आलु पकाएको पनि 3-4 मिनट भइसक्यो। अब यो स्टेजमा यसमा केराउ राखिदिने। केराउ चाहिँ मेरो फ्रोजन केराउ हो। अब यो केराउलाई पनि मजाले मिक्स गरेर 3-4 मिनट अझै पकाउने र यो केराउ पनि 3-4 मिनट भइसकेपछि अब यसमा आवश्यकता अनुसार तातो पानी राख्ने। तातो पानी राखेर अब यो यसलाई राम्रोसँग मिक्स गरिदिने र अब यसमा अघि फ्राई गरेर राखेको पनिरलाई राखिदिने। अब यो पनिरलाई पनि यो ग्रेभीमा राम्रोसँग मिक्स गरेर कभर गरेर 10 मिनट जति पाक्न राखिदिने। अब 10 मिनट भइसकेको छ। अब कभरलाई निकालेर यो पनिरलाई एकचोटि चलाइदिने। यो पनिर राम्रोसँग सफ्ट भइसकेको छ। अब यो स्टेजमा 1/2 टिस्पुन गरम मसलाको पाउडर राखिदिने र मसिनो काटेको हरियो धनियाँ पनि यसमा राखिदिने। अब यो सबैलाई राम्रोसँग मिक्स गर्ने। अब मटर पनिर आलुको तरकारी रेडी भयो। यसलाई सर्भिङ बाउलमा निकाल्ने। कहिले कहिले हुन्छ नि, अब कोही पाहुना नै आउनुहुन्छ जस्तो लसुन प्याज नखाने, अथवा अब आफू पनि कहिले कहिले लसुन प्याज नखाने दिन हुन्छ। त्यस्तो दिनमा हामीले यसरी यो आलु, केराउ, पनिरको तरकारी बनाएर खान सक्छौँ। यो रोटी, भात जेसँग पनि हामीले खान सकिन्छ। हजुरहरू पनि एकपटक यो आलु, केराउ, पनिरको तरकारी ट्राई गर्नुहोला। भिडियो हेरेर बस्नुभएकोमा हजुर सबैजनालाई धेरै धेरै धन्यवाद। हस् त आजलाई यति नै।